बच्चाहरू, आज सबले आफ्नो ड्रिम के हो लेखी स्कुलको ड्रिम पकेटमा हाल्ने है त। अनि वर्षा, तिमीले के लेख्यौ त? म ठुलो डाक्टर भएर। आफ्नो मनलाई सुन्नु, मेहनत गर्न नछोड्नु, तिमी अवश्य सफल हुनेछौ। गर्दै मलाई सुनाउने चरी, तिमी सँगै उडी जाने मन लाग्छ घरी घरी। बहाना खोज्दै हिँडेको म घुम्दै वरिपरि, तितो तितो सन सारैदेखि टाढा डाँडा पारी। मेरो आफ्नै मन परी मलाई लैजाऊ न चरी, मलाई लैजाऊ न चरी। मेरो आफ्नै मन परी मलाई लैजाऊ न चरी, तिम्रो डाँडा टाढा पारी। मेरो आफ्नै मन परी, मेरो आफ्नै मन परी। बाबा, छोरी ठुली भइसकी, अब पढ्ने सढ्ने भन्दा पनि राम्रो घर हेरेर बिहे गरिदिनु पर्छ। डाक्टर पढ्नुको लागि फी एकदमै महँगो छ, तिम्रो फ्यामिलीले एफोर्ड गर्न सक्दैन। तर जसले हाएस्ट र्याङ्क ल्याउँछ उसलाई 100% स्कलरसिप छ है। शब्दैमा लेख्ने हो कि तिमीलाई भावनै पोख्ने हो कि हेराइले देख्ने हो कि तिमीलाई पछ्याउँदै भेट्ने हो कि कहिले हावाको त्यो बेगसँगै हो मन पनि खुल्ला आकाश झै भो कहिले बादल लोरी सुनाउने शिरिरी तरी जाने तालै हो ए ओखती रहेछ तिम्रा रंग थरी थरी दुःख पीडा सबै बिर्साउने जादु छरी छरी मेरो आफ्नै मन परी मलाई लैजाऊ न छरी मलाई लैजाऊ न छरी मेरो आफ्नै मन परी मलाई लैजाऊ न छरी तिम्रो टाढा टाढा पारी मेरो आफ्नै मन परी मेरो आफ्नै मन परी। नेपाल भरिबाट उत्कृष्ट अङ्क ल्याई डाक्टर पढ्नको लागि स्कलरशिपमा नाम निकाल्न सफल हुनुभएको छ वर्षा राई। सँगै सँगै उडेर संसारै भुलेर तिमी सँगै सँगै उडेर। वर्षा तिमी हजुरले दिनुभएको हौसलाले गर्दा आज मेरो सपना पूरा भएको छ म्याम। एक व्यक्तिको जीवनलाई आकार दिन गुरुको महत्त्वपूर्ण भूमिका हुन्छ। ती सम्पूर्ण गुरुहरूलाई धेरै सम्मान अनि हार्दिक नमन।